बुहारीकी आमा माइतमा बिरामी भएपछि आमा मेरो माइतको मम्मी साह्रै बिरामी हुनुहुन्छ अरे। अहिले भर्खर दाइले फोन गर्नुभएको थियो, मम्मी साह्रै बिरामी हुनुहुन्छ, छिट्टो आइहाल भनेर भन्दै हुनुहुन्थ्यो। म माइत जान्छु न ल। होइन, तिमी किन जानु पर्यो माइत? तिम्रा दिदी दाजु छन्, गरिहाल्छन् नि। तिमी नै जानुपर्छ यहाँदेखि। तिमी यति टाढा छौ, उनीहरू नजिकै छन्, उनीहरू नजिक भएकाले गरिहाल्छन् नि। जानु पर्यो यहाँदेखिको उहाँसम्म माइत। सबैजना हुनुहुन्छ आमा माइतमा, दाजु पनि हुनुहुन्छ, दिदीहरू पनि भर्खर आउनुभएको छ अरे। अनि मम्मी हस्पिटलमा हुनुहुन्छ, मैले पनि त हेर्नु पर्यो नि। होइन, बेगरेकी छोरीले अब जहिले माइतमा गरेर हुन्छ? मैले पनि कहाँ जहिले जान्छु भनेको छु र आमा। मम्मी बिरामी हुनुहुन्छ, हस्पिटलको बेडमा हुनुहुन्छ, अनि मलाई पनि त जान मन लाग्छ नि। बिचरा मेरो मम्मी, कति गाह्रो भएको होला मेरो मम्मीलाई। होइन, तँलाई मैले माइतै नजा त भनेको होइन नि त, तर अलिकति केही माइतमा अलिकति दुख बिराम हुने बित्तिकै गुरुरु कुदेर त जानु पर्दैन नि त। फेरि यति टाढा छेस, टाढा भएकी मान्छे कहाँ जाने हो त? गएको गएकै गर्ने हो त। बेगरेकी मान्छेले माइतमा गएर हुँदैन, अब घर गरी खाना आएकी मान्छेले घर गरी खानुपर्छ। कस्तो कुरा गर्नुहुन्छ आमा तपाईँ? मेरो मम्मी बिरामी भएर हस्पिटलको बेडमा हुनुहुन्छ, छटपटाइराख्नु भएको छ। सबै दाजु दिदी पनि हुनुहुन्छ, म मात्रै छुइनँ त्यहाँ। मलाई कस्तो भएको होला? आफ्नो आमालाई भेट्न जानलाई पनि यस्तो साह्रो वचन सुन्नुपर्ने मैले। यो घरमा त आइसकेपछि जाने त नसोच्दा पनि हुन्छ। माइत त वर्षमा एकचोटि, 2 वर्षमा एकचोटि जाने हो, जहिले तैले जाने होइन माइत भनेको। यो घरको नियम त्यस्तो छ। यो नियमलाई तिमीले पनि फलो गर्नुपर्छ। मैले पनि अब पहिलेदेखि नियमलाई फलो गर्दै आएको छु। अब यो घरमा आएपछि खोइ माइत खासै जान पाइया छैन। मेरा पनि बाउआमा कति बिरामी हुन्थे उहिले त झन्, अब कहिले गइएन पनि। मम्मी बिरामी त हिजो राति नै हुनुभएको रहेछ। टेन्सन लिन्छे राति नै भन्दाखेरि भनेर मलाई नभन्नु भएको रहेछ। अहिले बिहान फोन आयो, छिटो आइज, गाह्रो छ मम्मीलाई भनेर फोन आयो। अब म जान्छु भन्दाखेरि यस्तो भन्नुहुन्छ। अब घर सम्हाल्नुपर्छ बुहारी तिमीले। अब तिमी माइत कुद्ने मात्रै कुरा नगर। तिमीले नन्द आउने भन्दैछ 2-4 दिनमा, अनि उसलाई पकाएर बनाएर खुवाउनु परेन? भरे उहाँ गएपछि आमा त साह्रै हुनुहुँदो रहेछ, म आउनै पाइनँ भन्यो भने टाढा बाटो आएकै गर्न पाइँदैन, गएको गएकै गर्न पाइँदैन। अब बुझ्नु पर्यो नि त त्यो पनि। खाली माइत जाने भनेको छ, खाली माइत जाने भनेको छ, के नभए जस्तो। बहिनी त अस्ति भर्खर पनि आउनुभएको आमा। म त पोहोरदेखि माइत पनि जान पाएको छैन। हिजोस्ति पनि आमा बिरामी हुनुहुन्थ्यो, म जान्छु भने बहिनी आउँदैछ, नन्द आउँदैछ भनेर त्यतिखेर पनि जान दिनु भएन। अब अहिले पनि आमा त्यस्तो साह्रो बिरामी हुनुहुन्छ, अब नन्द आउँदै हुनुहुन्छ भनेर म माइतै नजानु त? बिरामी आमालाई भेट्न पनि नजानु त? फेरि अब तिमी जाँदाखेरि आमा निको हुने पनि होइन, डाक्टरले गरिहाल्छन् सबै कुरा। फेरि उहाँ रुङ्ने मान्छे पनि नभएको भने एउटा कुरा, तिम्रो अब आफन्तहरू सबै उतै छन् त, तिमी मात्रै त हो नि टाढा। खुरा कुदिराख्नु अरे जहिले तैले। अब निको त मैले पार्ने होइन म जाँदाखेरि, तर पनि आमा बेडमा छटपटाइराख्नु भएको हुन्छ। आमा आइया भनेर बेडमा बसिराख्नु भएको हुन्छ। अब हुन त हो मैले निको त पार्ने होइन म जाँदाखेरि, तर पनि त आफ्नो आमा त्यहाँ बेडमा छटपटाइरहेको देख्दाखेरि यहाँ मेरो मन अडिँदैन आमा। मेरो मन उतै हुनेछ, मेरो शरीर मात्रै यहाँ हुनेछ। फेरि बहिनी त हिजोस्ति भर्खर आउनुभएको, बहिनी आएर जानुभएको कति पनि भएको छैन। अस्ति वैशाखमा आएर जानुभएको आमाको मुख हेर्ने बेलामा। अनि त्यतिखेर पनि म जान्छु भने त्यतिखेर पनि जान दिनु भएन, बहिनी आउँछ भनेर। त्योभन्दा अगाडि पनि कतिचोटि जान खोजेँ, जानै पाइनँ। योचोटि चाहिँ एकचोटि मेरो आमाको मुख हेर्न मलाई पठाइदिनुहोस् न आमा, एकचोटि मात्रै। म छिट्टो आइहाल्छु आमा। तिम्रो आमा मर्न आँटेकी त होइन नि त। मुख हेर्ने के को मुख हेर्नु नि? हात भाँचिँदा मरिहाल्दिन नि त तिम्रो आमा। खालि के भनेको छ पर्दैन जानु। म चाहिँ जान भनेर तिमीलाई बिदा दिन्न। अब तिम्रो पहिले पठायो भने म जान्दिनँ। उहिले हाम्रो जमानामा नहेर्न पाइन्थ्यो न केही। अब हस्पिटल लगेका छन् कि के गरेका छन् त्यो पनि थाहा हुँदैन थियो, फोन पनि थिएन, केही पनि थिएन। अब अहिलेको जमानामा कति सजिलो छ। अब साह्रो गाह्रो पर्यो भने यहीँबाट भिडियो कल गरेर बोल्दा भइहाल्छ, उहीँ पुग्नु पर्दैन नि त हेर्नलाई। यहीँबाट हेर्दा भइगयो नि कस्तो हुनुहुन्छ के हुनुहुन्छ भनेर। मम्मी म त आउनु पाएन।
अनि आफ्नी छोरीलाई उसका सासू ससुराले माइत नपठाउँदा। अरे मेरो छोरीले फोन गरी त आज। हेलो नानी, नमस्ते नमस्ते, के छ अनि तेरो खबर? ठिकै छ? अनि कस्तो कस्तो बोल्छिस् त? के भयो, बिरामी पो भइस् कि? आउनु पर्यो भनेको दिनु भएन? कसले नदिनु भएको? तेरो सासूले? होइन, त्यो सासू कस्ती खालकी तेरो नानी? कहिले माइत आउँछु भन्दा दिन्न नि त। लु त्यसो भनेर हुँदैन बाबा, तँलाई कति देख्न मन लागेको छ, भेट्न मन लागेको छ। फेरि म टाउको दुखेर कस्तो भइराखेको छ, ढाड दुखेर उस्तै, यसो मलाई हेर्न आउँछिस् कि भनेर फोन गरेको। यो कहिल्यै फेरि आउँछु भन्दिनँ, जहिले माइतमा पठाउँदैनन् मम्मी मलाई त भन्छे, जहिल्यै पो त। माइत नपठाएर कहाँ पठाउँछन् अरे त? छोरी चेलीले कहिलेकाहीँ माइत आउनु पर्दैन अरे? त्यस्तो कुरा म जान्दिनँ। हेर नानी, जसरी भए पनि त आइज है, कि म सम्धिनीलाई फोन गरेर भन्छु। बाबा आऊ न, आऊ एकचोटि चाहिँ भेट्न आऊ न। मलाई कस्तो गाह्रो भएको छ, अस्तिदेखि आएकै छैन। अस्ति वैशाखमा आएकी मान्छे, हेर त यत्रो 3-4 महिना भइसक्यो आउँदिन। कस्ती छिस् त पनि, फेरि मलाई भेट्न पनि मन गर्दिनस् कि के आऊ त नपठाइ आउँदिन? ती आमेले पठाउनै पर्छ भन्ने छैन नि। खुरुक्क झोला बोकेर हिँड्न ज्वाइँलाई सोधेर। ज्वाइँलाई म जान्छु है, मम्मीले बोलाउनु भएको छ भन्, हिँड। त्यो आमेलाई सोध्नै पर्दैन। ल ल आइज है, जसरी भए पनि। आफ्नै छोरी आउनै पाउँदैन माइत। यसलाई चाहिँ फेरि खुर्र माइत कुदेर जानुपर्छ। बिचारी मेरी छोरी कस्ती भई। यसो भिडियो कलमा बोल्दा पनि अब न्याउरो देख्छु जति बेलै, खै राम्रो पो छैन कि बा। अलक्षिनी घोप्टे छ नि यहाँ, काहीँ नभकी माइतै मात्रै कुद्ने। उसकी आमालाई के भयो भने माइत कुद्ने अरे। आफ्नो छोरी यहाँ आउनु नपाएको कति भइसक्यो।